असल मोती चाहिँ कहाँ पाइन्छ तर असल मोती चाहिँ केलाई भनिन्छ असल मोती चाहिँ कहाँ छ है हामीले जब है हामीले प्रभु येशूले जब उखानहरूद्वारा भन्नुहुन्थ्यो उखान चाहिँ किन उहाँले भन्नुहुन्थ्यो भन्दाखेरि आफ्नो चेलाहरूलाई है आफ्ना प्रजाहरूले आफ्ना खर्काका भेडाहरूले चाहिँ मेरो भाषालाई बुझोस् भनेर उहाँले उखानद्वारा भन्नुहुन्थ्यो आमेन उखानबाट जब हामी बाहिरको समाजको दाजुभाइहरूलाई जब हामी भन्छौँ नि उहाँले सुन्छ मात्रै त्यसको मिनिङलाई बुझ्न सक्दैन यो हेर्दाखेरि एउटा सामान्य एउटा कथा हो है सामान्य एउटा भन्छ यसलाई दृष्टान्तमा भन्दछ तर यो सामान्य जस्तो एउटा कथा लाग्छ तर यो आत्मिक जीवनमा कनेक्सन भएको हुन्छ आमेन जसले चाहिँ बुझ्न चाहन्छ नि उसलाई चाहिँ यो कुराले छर्लङ्ग बुझाइदिन्छ त्यसै कारणले गर्दाखेरि हाम्रो प्रभु येशूले उखानद्वारा भन्नुहुन्थ्यो किन भन्दाखेरि मेरो प्रजाहरूले चाहिँ बुझ्न सकोस् भनेर है मेरो चेलाहरूले चाहिँ बुझ्न सकोस् भनेर है आज उहाँको हरेक धेरै भिडहरूले फलो गर्थे उहाँलाई पछ्याउँथ्यो तर धेरैले उहाँको कुरा बुझ्थे थोरैले बुझ्थे धेरैले बुझ्दैनथे किन भन्दाखेरि उहाँले त्यहाँबाट धेरै असल है मोतीलाई उहाँले देखाइरहनु भएको थियो त्यसै कारणले गर्दाखेरि है आजको शीर्षक असल मोती भनेर तपाईहरुले पढ्नु भएको छ है असल मोती चाहिँ के रहेछ भन्ने कुराहरु कसरी पाउनु भने पढिदिनुस् त फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो त्यसले एउटा बहुमूल्य मोती भेटाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो आमेन अब यसको मिनिङ चाहिँ कसरी बुझ्न सक्छौं भन्दाखेरि मैले बुझेको कुरा म तपाईलाई बुझाउन चाहन्छु है फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो है र त्यसले एउटा बहुमूल्य मोती भेटाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो त्यसको अर्थ चाहिँ म यो प्रकारले बुझ्न चाहन्छु जति पनि मेरो जीवनमा सांसारिक व्यवहारिक जीवन मैले एउटा साधारण जीवन जिरहेको थियो है तब मैले प्रभु येशूको वचनलाई सुने अनि मैले ग्रहण गरे मैले उहाँको वचनलाई मैले विश्वास गरे है अनि त्यो वचनलाई मैले जब भित्रीबाट मैले पक्रेर राखे है अनि असल मोतीलाई मैले भेटाएँ तर त्यो सबै कुरो बेचेर चाहिँ उले किन्यो भने त्यो बेचेको अर्थ चाहिँ हो मेरो प्रभुलाई मन नपर्ने कुराहरू मलाई हाम्रो शारीरिक जीवनले यो संसारको कुरोहरूलाई है मन पराउन कति सजिलो हुन्छ नि हैन मलाई सबै कुरा एउटा स्वार्थी जीवन छ हाम्रो शारीरिक जीवनमा आज त्यो स्वार्थी कुराहरू चाहिँ त्यागेर है आज मेरो पछि लाग भनेर प्रभु येशूले यो उखानद्वारा भन्नुभएको थियो त्यो असल मोती चाहिँ कहाँ पाइन्छ भन्दाखेरि असल मोती चाहिँ हाम्रो यो बाइबल भित्र पाइन्छ आमेन असल मोती खोज्नुको लागि हामीले ठुलठुलो जागिर गरेर होइन समुद्रमा डुबेर होइन आकाश छेडेर गएर होइन है हाम्रो बहुमूल्य हाम्रो बुद्धि र दिमागहरू चलाएर पनि होइन हाम्रो प्रख्यात कुरोले पनि होइन तर असल मोती किन्नको लागि चाहिँ हामी बाइबल भित्र जानुपर्ने कुरा छ आमेन असल मोती चाहिँ को रहेछ त भन्दाखेरि हाम्रो प्रभु येशू हुनुहुँदो रहेछ आमेन बाटो सत्य र जीवन भनेर भनेको छ हैन यूहन्ना 14:6 मा हैन बाटो सत्य र जीवन मै हुँ म कहाँ मेरो पिता कहाँ जानलाई है म द्वारा मात्र जान सकिन्छ भनेर भनेको छ है बाटो सत्य र जीवन चाहिँ है एउटा बहुमूल्य मोतीलाई दर्शाइरहेको छ है फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी सरी 46 मा र त्यसले एउटा बहुमूल्य मोती भेटाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो है अनि त्यो जुन बेच्ने कुराहरू चाहिँ आज
हाम्रो जीवनमा प्रभुलाई मन नपर्ने कुराहरू है, संसारसँग एउटै जुवामा दाँचिएका कुराहरूलाई प्रभुले यहाँनिर छुट्याउनु खोज्नु हुँदैछ है। बेचिदेऊ त्यो कुरालाई। हाम्रो प्रभुको नजरमा मन नपर्ने कुराहरूलाई तिमीहरूले त्यसलाई पक्रेर नराख। तिमीले किम्ती चिजमा त्यसलाई बेचिदेऊ, त्यो टाढै जाओस्, त्यसको बहुमूल्य त्यसको जग्गामा बहुमूल्य भएर जाओस् है। तर आफ्नो परमेश्वरलाई मन पर्ने कुराहरू चाहिँ तिमीले पक्रेर राख। जुन कुरो मन पर्दैन त्यो कुरोलाई चाहिँ बेचिदेऊ, अनि बेचेपछि तिमीले बहुमूल्य मोतीलाई किन्नेछौ भनेको छ है। त्यो बहुमूल्य मोती चाहिँ हाम्रो प्रभु येशू हुनुहुन्छ। आमेन। अनि त्यसै कारणले गर्दाखेरि हामीले प्रभुमा जीवन जिउँदा चाहिँ हामीले प्रभुलाई मन नपर्ने कुराहरू गर्न हुँदैन। हामीले यो सानो खुड्किलोबाट जब हामी स्टेप जब चाल्दैन त भित्र कुराहरूमा पसेपछि भित्री कुराहरूमा त्यहाँनिर हामी अन्यलमा पर्छौँ। के हो पहिला एबीसीडी पढेन भने तपाईँ र म भित्र जब पढ्न सक्दैनौँ, भित्र पस्न सक्दैनौँ है। साइन्समा पनि जान सक्दैनौँ, फिजिक्समा पनि जान सक्दैनौँ, हाम्रो म्याथमेटिक्समा पनि जान सक्दैनौँ। हरेक चिजको त्यो एउटा लाइन बताउने एबीसीडी हुन्छ। जब एबीसीडी पढ्दैन त कुनै पनि कुरामा हामी जान सक्दैनौँ है। म्याथमेटिक्समा पनि तपाईँको एबीसीडी भनेर त्यसले लाइनले बताइरहेको हुन्छ है, कुन कुराहरूमा हामी पढ्नुपर्छ भनेर। तर कुनै पनि जग्गामा एबीसीडी जब हुँदैन तब हामी भित्र जानै सक्दैनौँ, हामी धेरै पढ्न सक्दैनौँ। त्यसै कारणले गर्दाखेरि हाम्रो यो स्टेटमा पनि जब हामी बाइबलभित्र जब भित्र पस्छौँ भने, जब असल मोतीहरू जब हाम्रो जीवनमा फेला पर्छ भनेदेखि हामीले त्यहाँ गएर यो कुरालाई बुझेको छैनौँ भने हामी गएर त्यहाँनिर अन्यलमा पर्छौँ। कुन असल कुन खराब हामी जान्दैनौँ। संसारमा एउटै जुवामा नारियो भने हामीले असल मोतीलाई भेटाउन सक्दैनौँ। त त्यसै कारणले गर्दाखेरि यो कुरा चाहिँ परमेश्वरले उखानद्वारा भन्नुभएको छ। आमेन। फेरि पनि हामी है सामान्य कथाभित्र लुकेको है आत्मिकी जीवनको कथाहरू हाम्रो प्रभु येशूले भन्नुभएको छ। असल मोती कहाँ पाइन्छ है? बाइबलमा पाइन्छ है। मानिसको हृदयलाई है परिवर्तन गर्नका लागि हाम्रो परमेश्वर प्रभु येशूले उखानद्वारा भन्नुहुन्थ्यो। आमेन। हाम्रो जीवनलाई परिवर्तन गर्नको लागि, परिवर्तन भनेको चाहिँ हाम्रो भित्रीको जुन प्रभुलाई मन नपर्ने कुराहरूलाई चाहिँ हामीले भित्रैबाट त्यसलाई मन नपर्ने कुराहरूलाई चाहिँ परिवर्तित गर्नको लागि उहाँले यो उखानद्वारा भन्नुभएको छ। आमेन। डाइरेक्ट भन्यो भने त्यो कुरा त्यहाँ धेरै कुरा फैलिने थियो, तर मेरो भाषा चाहिँ मेरो प्रजाहरूले बुझोस् भनेर उहाँले उखानद्वारा भन्नुहुन्थ्यो है। त्यो उखान चाहिँ फेरि सामान्य एउटा कथा जस्तो थियो, तर त्यो चाहिँ आत्मिक जीवनमा कनेक्सन भएको थियो। आमेन। आत्मिक जीवनमा चाहिँ कसरी परिवर्तन हामी हुनुपर्छ भन्ने कुरा चाहिँ वचनमा उहाँले त्यो उखानमा भन्नुभएको। असल मोती किन्नु भनेको चाहिँ संसारको अभिलाषालाई त्याग्नु हो। असल मोती किनेपछि चाहिँ हामीले संसारको धेरै कुराहरू छ हामीले त्यहाँनिर छुट्याउनु पर्ने। जङ्गल छ तर हिँड्नुको लागि बाटो मैले गोरेटो बनाउनु पर्छ है। फाँडेर हुन्छ कि उखालेर हुन्छ कि, तर मूर्खै त्यो जङ्गलमा हिँड्न सक्दैन, त एउटा गोरेटो मैले बनाउनै पर्छ। त्यो गोरेटो बनाउनुको लागि चाहिँ है असल मोती किन्नु भनेको चाहिँ संसारको अभिलाषालाई त्याग्नु हो। त आत्मिकी मूल्य नबुझ्ने है संसारको लाभलाई होइन, आत्मिकी जीवनको लाभलाई आनन्द लिनु हो है। आत्मिकी मूल्य बुझ्नेले संसारको लाभलाई होइन, आत्मिकी लाभलाई आनन्द लिनु हो। आमेन। हाम्रो आत्मिकी मूल्य बुझ्ने मानिसले नि हाम्रो भित्री के आत्माको कुराहरू हामी छर्लङ्गै बुझ्न सक्छौँ। आमेन। तर जसले ध्यानले सुन्छ, जसले एकदमै ध्यानपूर्वकले सुन्दछ त उसले मात्रै बुझ्न सक्छ। शरीर यहाँ छ, मन कहाँ छ त्यसरी बुझ्न सक्दैन।
मैले यो वचन तयार गर्नको लागि मैले एक खेप मात्रै पढिनँ, धेरै मैले स्क्रिनमा मैले बाइबलको कुराहरूलाई मैले बुझ्न सकेँ। यहाँ पढेँ के भन्न चाहेको, के भन्न खोजेको प्रभुले भन्ने कुराहरू यसलाई मैले धेरै मेहनत गरेर तपाईँहरूको अगाडि यो यतिका मैले वचनलाई राख्न सकिरहेको छु। तर तपाईँलाई मैले जब भन्दा या कुनै पनि गुरुजनले भन्दाखेरि हामीले ध्यानपूर्वकले चाहिँ सुन्नुपर्ने कुरा हुन्छ है। तर यताउता जब हामी बाहिरभित्र गर्छौँ भनेदेखि त्यो कुरा हामी बुझ्न सक्दैनौँ है। त्यसै कारणले गर्दाखेरि है हाम्रो आत्मिक जीवनलाई है बुझ्ने संसारको लाभलाई होइन, तर आत्मिक लाभलाई आनन्द लिनु हो। के तपाईँले असल मोती पाउनु भएको छ भन्ने एउटा प्रश्न छ है। तपाईँ र मैले प्रभु येशूलाई जब हामीले ग्रहण गर्यौँ, हाम्रो मुक्तिदाता प्रभु येशू भनेर घोडा टेकेर जमले हात गरेर हामीले त्यो प्रतिज्ञाहरू गरेको छौँ है। अन्त त्यसको पश्चात हामीले असल मोतीलाई पाउन सकेको छौँ भन्ने प्रश्न आइरहेको छ। असल मोती जब जसको जीवनमा आउँछ उसको जीवनमा उत्पटनहरू कुराहरू, उत्तौलो कुराहरू, ढाँट कुराहरू, खानपिनको कुराहरू, धेरै कुराहरूमा ऊ डिफ्रेन्टली भएर जाँदछ। आमेन। तर है कतिवटा कुराहरू हाम्रो जीवनमा अल्झिरहेको हुन्छ, त्यो कुराहरूले हामीलाई आङपुसे लगाइरहेको हुन्छ। त हामीले राम्रोसँगले असल मोती हो कि होइन भन्ने हामी अन्योलमा परिरहेको हुँदाखेरि हाम्रो त्यो सानो सानो कुराहरूले आङपुसे लागिरहेको हुन्छ। जब असल मोती मैले पाएछु भनेर जब मैले डिसिसन लिन्छु भनेदेखि त्यो आङपुसे लागेको कुराहरू, सानो सानो कुराले तानिरहेको कुराहरू त्यसै पन्सेर जाँदछ। आमेन। त परमेश्वरले हामीलाई दृष्टान्तमा भन्नुभएको मत्ती 13:11 पनि 11 पढिदिनुहोस् त। 11, 12, 13 मैले अलिकति। किनकि जससँग छ त्यसलाई दिनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन भएको पनि त्यससँगबाट खोसिनेछ। यो होइन मत्ती 13 उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिनीहरूलाई त स्वर्गका राज्यका रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन। किनकि जससँग छ त्यसलाई दिनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यसै कारण म तिमीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिमीहरू हेर्न त हेर्छौ तर देख्दैनौ, सुन्न त सुन्छौ तर बुझ्दैनौ है। हेर्नुहोस् यहाँनिर लेखेको कुराहरू है। उहाँले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, तिमीहरूलाई त स्वर्गको राज्यको रहस्यको ज्ञान दिएको छ, तर तिनीहरूलाई दिएको छैन। किनकि जससँग छ त्यसलाई दिनेछ र त्यसलाई प्रशस्त गरी हुने, तर जससँग छैन भएको पनि त्यससँगबाट खोसिनेछ। यसै कारण म तिनीहरूसित उखानहरूमा बोल्दछु, किनभने हेरेर पनि तिनीहरू देख्दैनन्, सुनेर पनि तिनीहरू सुन्दैनन्, न त तिनीहरू बुझ्छन् है। तिनीहरूमा यसैको अगमबानी पुरा हुन्छ, जसले भन्दछन् है, सुन्न त सुन्छौ तर कुनै किसिमले बुझ्दैनौ, हेर्न त हेर्छौ तर कुनै किसिमले देख्दैनौ। किनकि यी मानिसहरूको मन भद्दा भएको छ, तिनीहरूका कान सुन्नमा ढिला भएका छन् र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्। नत्र त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए, मतर्फ फर्कने थिए। आमेन। र म तिनीहरूलाई निको पार्ने थिए है। आज संसारको मानिसहरूले आज यो कुरा हामीले गएर विस्मय भन्यो भने पनि उहाँले सुन्न त सुन्छ, हो यो कुरा त लेखेको छ भनेर उनीहरूले सबै कुरो प्रमाण दिन सक्छ, तर त्यो भित्रको रहस्य कुरालाई बुझ्न सक्दैन। अन्त प्रभु येशूले चाहिँ हामीलाई, उहाँलाई विश्वास गर्नेहरूलाई चाहिँ छर्लङ्गै बुझोस् भनेर यो लगाएको चस्मा जस्तै, अघि म यस्तो मधुर भएँ
संसारको मान्छे यो मधुरो देखेको जस्तो कत्ता हो है, तर मलाई मैले चस्मा लगाएर जब छर्लङ्ग वचनलाई देखेँ, यो चाहिँ प्रभुको एउटा वरदान हामी माथि दिनु खोजेको उहाँले। आमेन। मेरो भाषालाई बुझोस् त म उनीहरूकै हृदयलाई परिवर्तन गर्नका लागि यो वचनलाई यो दृष्टान्तमा यो उखानहरूद्वारा उहाँले बोल्नु भएको थियो। आज हामीले सुनेर पनि बुझेर पनि जब त्यसलाई पालनै गर्दैनौँ भनेदेखि आज त्यो कुरामा हामी धिक्कार हुन्छौँ। त हामीले यो कुरालाई बुझ्नुपर्छ, ध्यानले सुन्नुपर्छ, परमेश्वरको वचन के भन्न खोजिरहेको छ हाम्रो जीवनमा यो कुरालाई बुझ्नुपर्छ। आमेन। अस्ति मैले बिहिबारेमा मैले गाह्रो समयमा कठिनाई समयहरूमा कसरी जीवन जिउनु पर्ने भन्ने मैले त्यहाँ वचन बोलिरहेको थिएँ है। अब म त्यो कुरा मैले त्यहीँ बोलेँ, त्यो कुरा म कुनै दिन म यहाँ पनि भन्न सक्छु है। तर त्यहाँनिर धेरै उहाँले ध्यानले सुनिरहनु भएको थियो। बिचरा एकजना भाइ त रुनु खोजिरहेको थियो, म यस्तै कुराहरूमा म अन्यलमा भइरहेको थिएँ, मैले झन्डै सुसाइड पनि गरेँ भन्दै थियो। तर आजको तपाईँको मुखबाट निक्लेको वचनले मेरो जीवनमा धेरै मलाई ढाडस दियो भनेर उहाँले रुनु खोजिरहेको थियो, आँसु चुहाउनु खोजिरहेको थियो। म खुसी भएँ, परमेश्वरले मद्वारा केही मानिसको हृदयलाई छुने वचन मैले बोलेछु भन्ने मलाई परमेश्वरले एउटा काम लाग्दो भाँडो बनाउनु भएछ भन्ने मैले ढुक्काको मैले एउटा सोच्न सकेँ। आमेन। या कसैले पनि यदि परमेश्वरको वचन दुईटा बोलेर पनि कसैको हृदयलाई परिवर्तन गर्नु सक्छ भने त्यो ठुलो आशिषको कारण बन्न सक्छ। आमेन। हामीले यहाँ सबैको वरदान एउटै हुँदैन। झोला बोकेर बाइबल हालेर तपाईँ संसार घुम्नुहोस्, फर्केर आउनुहोस्, खुइया हुनुहोस्, पसिना झार्नुहोस्, उसको वरदान त्यही हो। तर सबैको त्यो वरदान हुँदैन। या कसैले पनि है आफ्नो आफ्नो हतियार परमेश्वरले दिनुभएको छ, यो सबै कुरा वचनमा भनिदिएको छ। तर वचन चाहिँ ध्यानले सुनेर त्यसलाई हामीले पालन गर्नको लागि चाहिँ खुट्टाहरू अगाडि बढाउनु पर्छ। आमेन। फेरि पनि तपाईलाई म भन्न चाहन्छु 16:24 मत्ती 16:24 पढिदिनुहोस् त। तब येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। आमेन। यो भनेको के हो त है? अब एउटा सिधा बुझ्दाखेरि तब येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। आफूलाई इन्कार गरोस् भनेको चाहिँ के हो त? म भन्ने भित्र मेरो घमण्डहरू हुन्छ। म भन्ने मैले गर्छु नि, अन्त म गर्छु नि, मैले गरे त के भयो त भन्ने म भन्ने भित्र जे पनि गलत कदम चाल्दा पनि म भनेरै गर्छ, राम्रो कुरा गर्दा पनि म भनेरै गर्छ। म गर्छु हैन, म जान्छु नि, अन्त कुनै पनि खराबी कुरा म गर्छु नि, के चाहिँ हुन्छ र भन्ने म भन्ने शब्दहरू हुन्छ। त्यसले आफूलाई आफू इन्कार गरोस् भनेको चाहिँ त्यो म भन्ने शब्द घमण्डले जब मलाई खराबी काम गर्नु लाग्छ भने त्यसलाई चाहिँ त्यागोस् भन्नु चाहेको। आमेन। त्यसलाई चाहिँ पर राखेर शुद्ध पवित्र हृदय भएर परमेश्वरको नजर अगाडि चाहिँ हामी दण्डवत साथमा उहाँको घुट्नामा जानु सकौँ भन्न चाहेको। आमेन। आफूले आफूलाई इन्कार गरोस् तर क्रुस उठाएर मेरो पछि लागोस् भनेको चाहिँ उसले जे पनि उसको वरदान छ, परमेश्वरले दिएको वरदान छ, त्यसलाई चाहिँ उसले चलाओस् भन्न चाहेको। आमेन। मेरो पछि लागोस् भनेको चाहिँ उहाँको स्वभावलाई, परमेश्वरको पवित्र स्वभावलाई चाहिँ पछ्याएर म उसको उहाँको जस्तै बन्न सकौँ भन्न चाहेको है। त्यसै कारणले गर्दाखेरि वचन चाहिँ हामीले पढ्दाखेरि है भित्र हृदयले हामीलाई परमेश्वरको वचनले चाहिँ के भन्छ भन्ने कुरा चाहिँ हामीले त्यसलाई भन्न बुझ्न सक्नुपर्छ। त्यसै कारणले प्रभु येशूले दृष्टान्तमा भन्नुहुन्थ्यो, मेरो प्रजाले चाहिँ छर्लङ्गै बुझोस् है भनेर उहाँले दृष्टान्तमा भन्नुभएको हो। नभए उहाँले वचनबाटै पढेर भन्थ्यो लु सक्यो जाऊ आफ्नो आफ्नो काम गर भन्नुहुन्थ्यो। तर किन दृष्टान्तमा भन्नुभयो?
त भित्रको हृदय चाहिँ परिवर्तन गराउन चाहनुहुन्थ्यो उहाँले। आफ्नो चेलाहरूको भित्रको मन नपर्ने कुविचारहरू, तँ ठुलो कि म ठुलो, है, तँ गोरो कि म कालो, तँ धनी कि म गरिब भन्ने ठुलो त्यहाँनिर उत्पटनहरू हुँदै उनीहरूको चेलाहरूमा पनि धेरै लफार हुन्थ्यो। तर प्रभुले त्यो सबै कुरालाई झार्दै 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 आज उहाँले उहाँको हृदयलाई परिवर्तन गरेर आफ्नो सही जग्गामा प्रयोग गर्नुभएको छ। त्यसै कारणले गर्दाखेरि आज हामी यहाँ छौँ। आमेन। आज उहाँले हृदय परिवर्तन प्रभु येशूको दृष्टान्तलाई नबुझिकन उहाँले आफ्नो पाइलाहरू चालेको थियो भने तपाईँ र म यो चर्चभित्र आज हुने थिएन। तर उहाँले सही बाटो पक्रेको कारणले गर्दाखेरि, आफ्नो गुरुलाई हेरेको कारणले गर्दाखेरि उहाँले आफ्नो सही दौडलाई सत्यमा लगाएको कारणले गर्दाखेरि तपाईँ र म यहाँ आज छौँ। त्यसै कारणले गर्दाखेरि हामीले पनि सही र होसियारी साथमा परमप्रभुको वचनलाई सुनेर तपाईँको हाम्रो हृदयलाई परिवर्तन गर्न सक्नुपर्छ। तपाईँ र मेरो जीवन देखिरहेको यो बाहिरी जीवनले हामीलाई स्वर्ग लाँदैन। तपाईँ र मेरो भित्र इन्टर लाइफ भित्र जुन जीवन जिउँछ नि, भित्र मनभित्र खुलदुली, धेरै किसिमको लडाइँ, धेरै किसिमको अशान्ति, धेरै किसिमको हाम्रो को विचार, धेरै किसिमको हाम्रो भित्र लडाइँ, इन्टर लडाइँ भइरहेको छ, युद्ध भइरहेको छ तपाईँ र मेरो सोच जीवनमा। त्यो कुरालाई चाहिँ परमेश्वरले परिवर्तन गर्नु चाहेको। यहाँ घरमा काम गर्नुपर्ने, है, चामल ल्याउनु पर्ने, छोरीलाई बिहा गर्नुपर्ने, यस्तो गर्नुपर्ने, बाहिर पठाउनु पर्ने, घर बनाउनु पर्ने, यो कुरो भन्न चाहेको होइन। परमेश्वरले तपाईँ र मेरो भित्र इन्टर लाइफलाई चेन्ज गर्न चाहेको। आमेन। तपाईँ र मेरो भित्री कुरालाई परमेश्वरले भन्न चाहिरहेको छ। तर तपाईँ र मैले चाहिँ कुन कुरा सुन्दैछौँ, प्रभु येशूले भनेको शब्दहरूलाई बुझिरहेको छ कि छैन भन्ने कुराले तपाईँ र मैले आफ्नो हृदयलाई सोधौँ। मैले के गर्दैछु प्रभु? तपाईँको वचनलाई मैले सुनेर म के गर्दैछु? होइन, योनालाई कहाँ जा भनेको कता गएको जस्तो हुन्छ, है। निन्बे भन्ने जग्गामा जा भनेको तर्सिसतिर लाग्यो, होइन। त त्यसै कारणले गर्दा हाम्रो त्यस्तो विचारहरू भयो भने आज हामी आशिषित हुन सक्दैनौँ। हाम्रो पुस्ताहरू आशिषित भएर जाँदैन। परमेश्वरले हामीलाई छर्लङ्ग बुझ्ने हिसाबले बताइरहनु भएको छ। भजन सङ्ग्रह फेरि पनि 78 को 2 पढिदिनुहोस् कसैले, फटाफट म पढ्नेछु। म पढ्नेछु ल। 78 को 2 मा, उखानमा म मेरो मुख खोल्नेछु, दादीका अर्कोहरू म भन्नेछु। आमेन। प्रभु येशूले उखानहरूद्वारा म भन्नेछु तिमीलाई, असली कुरा चाहिँ म तिमीलाई उखानद्वारा भन्नेछु। तिमीले चाहिँ बुझ्नु है, तिमीले चाहिँ राम्रो सुन्नु, तिमीले ध्यानपूर्वकले सुनेर त्यो वचनलाई पक्रिराख अनि तिमीहरूको जीवनमा लगाऊ भन्न चाहेको। आमेन। तिमीहरूको जीवनलाई चाहिँ परिवर्तन गर अनि मात्रै तिमीहरूको गाउँ समाजमा, तिमीहरूको मण्डलीमा, तिमीहरूको घरमा प्रशस्त मात्रामा आशिष आउनेछ भन्न चाहेको। उखानमा म मेरो मुख खोल्नेछु, दादीका अर्कोहरू म भन्नेछु। अघि भन्नुभयो होइन, एउटा असल मोती भनेर, है, खोज्नेले आफ्नो सबै कुराहरू बेचेर असल मोती किनेको छ, है। अघि प्रभु येशूले त्यहाँ भनिसक्नु भएको छ, म तिमीलाई दादीका अर्कोहरू म भन्नेछु, है। त्यसै कारणले गर्दाखेरि उहाँले उखानमा भनेको कुराहरू धेरै हामीले ध्यानले सुन्यो भने भित्र हाम्रो आत्मिक जीवनले त्यो कुरा बुझ्न सक्छ। फेरि पनि मत्ती 13 को 15 र 16 हामी पढ्नेछौँ। फेरि छिटै सक्नेछौँ। किनकि यो मानिसहरूको हृदय बोधो भएको छ र तिमीहरूको कान बहिरा भएका छन् र तिनीहरूले आफ्नो आँखा बन्द गरेका छन्। नत्र त तिनीहरूले आँखा खोल्ने आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए र फर्किने थिए र म तिमीहरूलाई निको पार्ने थिए। तर हामीले अघि पनि पढ्यौँ, यही वचनलाई उखानद्वारा
भनिरहनु भएको थियो। किनकि यी मानिसहरूले मन बद्धा भएको छ, हो तिनीहरूका कान सुन्नमा ढिला भएका छन् र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्। न त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए, मतर्फ फर्केका थिए र म तिनीहरूलाई निको पार्ने थिएँ। आमेन। यदि हामीले उहाँले भन्नुभएको वचनलाई चाहिँ हामीले ध्यानले सुन्यो भने चाहिँ त्यसलाई बुझ्न सक्यो भने हाम्रो विभिन्न भित्रीको हाम्रो रोगहरू आफै निको भएर जाँदछ। आमेन। अशान्तिको जीवन जिउने, अशान्तिमा हामी कहिले पनि हामीलाई शान्तिपट्टि जानै दिँदैन। हाम्रो भित्रको कुरोहरूले है, हाम्रो लडन्त भइरहेको छ, हाम्रो आत्मिक लडन्त भइरहेको छ, हाम्रो संसारसँगको लडन्त भइरहेको छ, तर त्यसलाई है हामीले जित्न सकिरहेको हुँदैन। निराशको जीवन जिरहेको हुन्छ है। हामीलाई सेवाकाईमा आउनु मन हुँदैन, सानो कुरा भन्दाखेरि प्लट्टै रिसाउने हुन्छ है, धेरै कुराहरूमा हामी पछाडि हुन्छौँ। त्यही कारणले गर्दाखेरि है हामीले असल मोती चाहिँ किन्नु पर्ने हुन्छ है। हाम्रो असल मोतीलाई हामीले कसरी हासिल गर्ने त भन्दाखेरि हाम्रो नराम्रो विचारहरू, नराम्रो अशान्तिका कुराहरू, भित्रको लडन्तको कुराहरूलाई हामीले त्यो कुरामा जित्न सक्नुपर्छ है। परमेश्वरले त्यो भित्रको आत्माको कुरालाई बोलिरहनु भएको थियो है। फेरि पनि मत्ती 6:33 मा हामी पढ्नेछौँ, लास्ट वचन हो है, हामी त्यहाँ पढ्नेछौँ। परमेश्वरलाई धन्यवाद होस्। तर पहिला उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर र यी सबै थोकमा तिमीहरूलाई थपिनेछ। आमेन। अब यो भनेको चाहिँ के हो त फेरि है, परमेश्वरमा जब हामी अघि असल मोती किनेर चाहिँ जब हामी सही बाटोमा परमेश्वरको आशिषमा जब हामी अगाडि बढ्दै जान्छौँ, उहाँले दिनुभएको दान र वरदानहरू जब हामी अगाडि बढ्छौँ त्यो कुरामा भनेदेखि यो सबै कुरा सुन्ने कान, नदेख्ने आँखा, नबुझ्ने हृदय होइन, यो सबै कुरामा तिमीलाई थपिनेछ भन्नुभएको छ। आमेन। जति हाम्रो बुझ्ने शक्ति छ त्यो भन्दा पनि बढ्ता गरी तिमीलाई बुझ्ने शक्ति दिनेछु, हेर्ने दृष्टि दिनेछु, सुन्ने म कानहरू खोलिदिनेछु, नबुझ्ने तेरो मनलाई, हृदयलाई म अझै दुबार गरेर म त्यसलाई खोलिदिनेछु भन्नुभएको छ। आमेन। त भित्रको कुरालाई परमेश्वरले गहिराईमा हामीलाई लानु खोजिरहनु भएको छ है। त हामी चाहिँ जहिले पनि बाहिरै मात्रै छौँ, ढोकै बाहिर छ, भित्र पस्न सकेको छैन है। भित्रको त्यो बस्ने एउटा बडीगार्ड हुन्छ, त्यहाँनिर कि उसलाई हामीले मनाउनै सकेको छैन। कसरी मनाउने त भन्दाखेरि उहाँलाई मनाउने एउटा शब्द चाहिँ हो है, सत्य बाटोमा हिँड्नु अनि प्रभुलाई पछ्याउनेलाई मात्रै त्यो ढोका खोलिनेछ। आमेन। त्यो भित्र जानुको लागि त्यो डन्टा बोकेर बसेको त्यो बडीगार्डले तब मात्रै खोल्दछ। त हाम्रो दृष्टान्तको कुराहरूमा उखानहरूको कुराहरू जसले बुझ्न सक्छ उसको लागि त्यो ढोका उघारिनेछ है। भित्रको कुराहरूलाई देखाइनेछ। असल मोतीहरू ल्याउन, असल मोती किन्नमा हामीलाई धेरै सहायता मद्दत पुर्याउँदछ त्यो बडीगार्ड, त्यो गार्डले है। त्यो गार्ड हो सत्यको ढोका। आमेन।